समस्या हामी नेपाल छोडेर यहाँ आयौँ समस्याकै कारण सुरुमै त्यहाँ समस्या भएको हुनाले यहाँ आएको समस्या धेरै छ समस्यालाई समाधान गर्न चाहन्छौँ भनेदेखि एउटा मैले बुझेको कुरो के छ भने सबभन्दा पहिला हामीले समस्याको चुरो के हो समस्याको स्रोत के हो त्यो हामी सबैले पत्ता लगाउने कि नलाउने मलाई त्यो सहयोग चाहिन्छ यहाँ इलिगल रूपमा बहिनीले हिजोको एउटा कार्यक्रममा पनि महिलाहरू म्यारिज भिसा अन्तर्गत आएका महिलाहरूको समस्याको कुरो उठाउनु भएको छ उहाँको संस्थाको नाम नै वुमेन फर वुमेन यदि म गल्ती छैन भने त्यही जस्तो लागेको छ है यदि त्यो वुमेनको निम्ति सिर्जना भएको एउटा संस्थाले महिलाको कुरो उठाउनु कुनै ठुलो कुरो होइन करिब 500 जना महिलाहरू म्यारिज भिसा अन्तर्गत आएका छन् भन्ने मैले डाटामा पढेको छु र यहाँ उहाँले आज बोल्दाखेरि 2000 को अगाडि कुरो राख्नुभयो 2000 चाहिँ नि होइन करिब 2500 को हाराहारीमा इलिगलहरू यहाँ बस्छन् चाहे त्यो म्यारिज भिसा अन्तर्गत आएको होस् चाहे इपिएसमा आएर अर्कोले चाहिँ नि फकाइदिएर धेरै तलब त्यता पो पाउँछ तपाईँ यता आउनुहोस् न भनेर फकाइदिएर अर्कातिर लगाएर अलपत्र परेर चाहिँ ऊ भएका हुन् के अरे अलिकति इलिगल भएका हुन् अब राजदूतावासले के गर्छस् भन्ने प्रश्न छ राजदूतावासले म क्लियरली के भन्छु भने यदि साँच्चीकै एउटा मानवको नाताले एउटा नागरिकको नाताले उनले कानुनी रूपमा पाउनु पर्ने कुनै पनि समस्या छ पाइराखेको छैन कानुनले दिने उनले पाइराखेको छैन र मैले गर्नुपर्ने राजदूतावासले गर्नुपर्ने तर गरिराखेको छैन भने त्यस्तो कुरो म जबरजस्ती बोल्ड डिसिजन गरेर गर्न लगाउने छु तर ताली फेरि खेर जाला नि साथीभाइहरू तर यदि कोही मान्छे यहाँ इपिएसमा आयो इपिएसमा आएको भोलि या पर्सिको दिन यहाँ भन्दा बढी तलब फलान ठाउँमा मिल्छ यो ठाउँमा मिल्छ त्यहाँ जानुपर्छ भनेर भड्काएको लयमा जानुभयो भने म सहयोग गर्न सक्दिनँ फेरि किन सक्दिनँ भने त्यस्ताहरूलाई हौसला हुन्छ यदि राजदूतावास लिगल्ली यहाँ स्थापना भएको लिगल एउटा नेपालको प्रतिनिधित्व गर्ने गभर्नमेन्ट संस्था हो त्यो संस्थाले इलिगल काम गर्न सक्दैन तर बहिनीले भने जस्तै यहाँ आइसकेका छन् अब एउटा नेपाली नागरिक दुःखमा परेको छ राजदूतावास टुलु हेरी बस्दैन तर नबस्ने भनेर के गर्ने क्षमता छ त्यसलाई सहयोग गर्ने क्षमता छैन सबैलाई गुहार माग्दाखेरि पनि भएन भने के हुन्छ उहाँ मरे पनि टुलु हेर्नुपर्ने बाध्यता हुन्छ कमसे कम त्यो परिस्थिति सिर्जना नहोस् भन्नको लागि तपाईहरुको संगठन सबै नेपाली दाजुभाइ राजदूतावासको पछि हुनुहुनेछ तपाईहरुको सहयोग मिल्नेछ भन्ने म आशा गर्दछु र मैले भन्न खोजेको के हो भने इलिगल रूपमा यहाँ बस्ने कति जना छन् भन्नुस् मलाई मैले प्लान बनाउनु पर्यो मैले प्रोग्राम बनाउनु पर्यो तपाईहरु भन्नुहुन्न के डर छ भने अब भन्दियो भने राजदूतावासले समातेर घोग्राएर पठाइदिएला कि भन्ने डर होला म त्यो भन्न मिल्छ कि मिल्दैन त्यो डर नमान्नुस् म पनि तपाईको एउटा नेपाली दाजुभाइ हो मेरो पनि नेपाली मुटु छ
म जे कुरो सोध्छु तपाईहरुलाई को हितकै पक्षमा सोध्छु। यो बारेमा तपाईले मलाई सहयोग गर्नुपर्छ, अनि मात्र म तपाईलाई सहयोग गर्न सक्छु। सहयोग दोहोरी हुन्छ। ताली बजाउनु भयो, त्यो ताली एक हातले बजाउनुहोस् त हुन्छ, हावामा जान्छ त्यो ताली। दुई हात हुनु पर्दछ र तपाईहरुको प्रत्येक संगठनको नाम लिस्ट रेकर्ड राजदूतावासमा दर्ज गर्नुहोस्। त्यो दर्ज गर्नुभयो भनेदेखि मलाई नेपाली कतिजना छन् भन्दाखेरि डाटा खोइ ल भन्नुहोस्। अस्ति एकजना पत्रकारले के भन्नुभयो भने मलाई, तपाईलाई थाहा छ, राजदूतावासलाई थाहा हुनुपर्दछ नेपाली एउटा नागरिक कोरियाको जेलमा कति महिनादेखि बसिसकेका छ, तपाईले थाहा पाउनु पर्यो रे। कसरी थाहा पाउने भने इमिग्रेसनमा हेर्नुहोस् रे रेकर्ड। इमिग्रेसनमा कुन चाहिँ जेलले दिन्छ रेकर्ड, त्यहाँ पाइन्छ पाइँदैन। मैले भन्न खोजे राजदूतावासको सोर्सबाट पनि त्यो पत्ता लगाउने कोसिस गर्नुपर्दछ र तपाईहरुको नजिकको साथी कहीँ जेलमा परेको छ भने राजदूतावासमा पहिला आएर भन्नु पर्यो। यहाँ केही मान्छेहरू केही व्यक्तिहरू के भन्छन् भनेदेखि आउनुहोस् राजदूतावासले केही गर्नेवाला छैन, म गरिदिन्छु, मैले यति गरी उति गरी भनेर भन्दै आफ्नो व्यापारको दुनो सोझाउने काम गरिराखे पनि मैले यो छोटो अवधिमा पनि अनुभूत गर्न पाएको छु। यो कति ठिक कति बेठिक भुक्तभोगी त तपाईहरु हुनुहुन्छ। यस्तो अवस्थामा जे परे पनि फर्स्टमा राजदूतावासमा आउनुहोस् अनि हुन्छ। यहाँ सूचनाको हक, भर्खर हाम्रो पत्रकार मित्रले के भन्नुभयो भने सूचनाको हक कसैले बन्देज गर्यो भने हामीले पनि जाने छ भनेर। त्यो सूचनाको हक तपाई खोज्नुहुन्छ भने सूचना ग्यादर तपाईले मलाई गरिदिनुहोस्, भएको बेलामा म ल्याएर दिइदिन्छु, म सक्छु। त्यो दिनु पर्दछ। आजसम्म म पनि धेरै पटक जेल खाएको छु, धेरै पटक यो अन्यायमा परेकाका विरुद्धमा लड्ने बेलामा, मानव अधिकारको बारेमा लड्ने बेलामा म पनि जेल गएको। 13 पटक त म जेल गएको छु, 6 महिनाभन्दा बढी समय एक पटकमा गरेर। र त्यस्तो 10, 15, 20 दिन त हिसाबै छैन। त त्यो सबै मैले चोरी गरेर, डाका गरेर अथवा कसैलाई ठगेर ज्यान मारेर गएको होइन। मैले अधिकारको लडाई लड्दाखेरि त्यो बेलाको तानाशाही सरकारले लिएर मलाई थुनेको थियो। त्यसैले म अन्याय गर्ने पक्षमा छैन, म जो अन्याय पीडा भोगिराखेको छु त्यसको पक्षमा छु। कोही भन्दा म पनि कम हुँदैन। त्यसैले हुन सक्छ मेरो राजदूत पद तपाईहरुको सेवामा हाजिर छ, राजदूतावास हाजिर हुन्छ। तर यदि मैले त्यो गर्न पाइँदैन र कानुनले दिएको कुरो तपाईहरुलाई सहयोग गर्दा राजदूत पद मैले छोड्नु परेछ भने मैले जीवनभर पाएको राजदूत पद होइन, खुसी साथ छोडेर बाई बाई गरेर नेपालमा गएर हलो जोतेर म पनि त्यो कारणले राजदूतावास प्रति कुनै पनि कोही व्यक्तिले वितृष्णा फिजाउने काम नगर्नु होला। यदि गरेमा ठीक या बेठिक तपाई राजदूतावासमा डाइरेक्ट फोन गर्नुहोस्। मेरो फोन नम्बर तपाईहरु लिन सक्नुहुनेछ। तपाईहरुसँग मैले डाइरेक्ट कुरा गर्छु। त्यति भएन म त्यस्तो व्यवस्था म मिलाउँछु र हुने पनि गर्ने नहुने पनि गर्ने काम फेरि नगर्दिनुहोस् र रणभुल्लोमा नपारिदिनुहोस्। इपिएसमा आएकाहरूको लागि 4 वर्ष 10 दिन मात्रै 10 महिना मात्रै बस्न पाउने व्यवस्थालाई बढाएर 10 वर्षीय योजनाको रूपमा पार्नु पर्दछ र महिलाहरू जो साँच्चीकै महिला मात्रै नभएर अरू पनि जो इलिगल अवस्थामा बसेका छन् त्यो इलिगलहरूलाई चाहिँ लिगलाइज गर्ने प्रोसेसमा लागि पर्ने छु भनेर
मैले मेरो एग्रीमा आउनुभन्दा पहिलादेखि नै मैले यो कुरो भन्दै आएको छु, नेपालदेखि भन्दै आइरहेको छु। त्यो कुरोलाई यहाँहरू समक्ष पनि म फेरि दोहोऱ्याउन चाहन्छु र तपाईँहरूको सहयोगको आवश्यकता पर्छ। इलिगल म्यानेजमेन्टको लागि म मेरो दुई देश बीचको सम्बन्ध, दुई देशका कानुनले, दुई देशको प्रशासनिक यन्त्रहरूसँग म आफ्नो तपाईँहरूको भावनालाई प्रतिनिधित्व गर्दै म त्यो छेउमा राखेर समस्यालाई समाधान गर्ने कोसिस गर्छु। यति भन्दा म धेर कुरो बोल्न सक्दिनँ, किनभने मेरो खल्तीबाट टक्रक्क झिकेर दिन सकिने कुरा छैन। अब बाँकी रह्यो कुरा तपाईँहरूले आर्जन गरेको सिप, जोस, जागर र विज्ञान र प्रविधिको क्षेत्रमा तपाईँले अनुभूत गरेका कुराहरू नेपालको प्रत्येक गाउँमा पुर्याउनु तपाईँहरूले पर्दछ। नेपालमा गएर तपाईँहरूले कमाएको जुन धन अथवा आर्थिक जुन जो गर्नुभएको छ, खाएर नखाएर, सकेर नसकेर जो गर्नुभएको कुरो नेपालको उद्योग धन्दामा लाग्नेछ, नेपालको शिक्षा विकासमा लाग्नेछ, शैक्षिक विकासमा लगाउनु हुनेछ, नेपालको हाइड्रो पावर लगायतका विभिन्न उसमा चाहिँ नि लगाउनु हुनेछ भन्ने मलाई लाग्दछ। यसको निम्ति लगानी मैत्री वातावरण नेपालमा बनाउनु पर्दछ भनेर म बेला बेलामा नेपाल सरकारलाई अनुरोध गर्दछु। तपाईँहरूको जुन जे जति रकम छ त्यो रकम फुलमासमा खर्च गर्नुभन्दा देश विकासको लागि टेवा पुग्ने उद्योग धन्दामा लगानी गरौँ। त्यो लगानी मैत्री वातावरण नेपालमा सिर्जना गर्न म लागि पर्नेछु र यही खालको एउटा अन्तर्क्रिया कार्यक्रम नेपालबाट चाहिँ विभिन्न विद्वानहरू बोलाएर अन्तर्क्रिया गर्नुपर्दछ। हुन्छ भने योभन्दा ठुलो हलमा प्रत्येक नेपालीहरू आएर नाच्ने, गाउने र मनोरञ्जन मात्रै गर्ने होइन, अरूको सहयोगको लागि मात्रै जम्मा भइराखेको मैले अहिलेसम्म पाएको छु। तपाईँहरू आफ्नै भविष्यको सहयोगको लागि, आफ्नै देशको लागि एउटा अन्तर्क्रियात्मक कार्यक्रम गर्नुपर्छ भन्ने मलाई लागिरहेको छ। यो आउँदो केही महिनापछि हुन्छ अथवा अर्को वर्षभित्रमा हामी त्यो गरेर नेपालमा कोरियाका एनआरएनहरूले नेपालमा इपिएस अन्तर्गत गएका नेपालीहरूले एउटा सञ्चालन गरेको हाइड्रो पावर कोरियन एनआरएन या कोरियन जुन इपिएस अन्तर्गतका श्रमजीवी जनताले बनाएको स्कुल, पकेट क्षेत्र, उद्योग भनेर एउटा गर्व गर्ने एउटा ठाउँ चाहिँ सिर्जना गरौँ। तपाईँ हामी सबै मिलेमा यो सम्भव छ। एउटा राजदूतले केही पनि गर्न सक्दैन। यो गर्नको लागि तपाईँहरू सबैले नेपालको प्रतिनिधित्व गर्नु पर्यो। यो गर्नको लागि तपाईँ सबै आफ्नो क्षेत्रको राजदूत भयो भनेदेखि साँच्चीकै मलाई सहयोग हुन्छ। म एउटा माध्यम हुनेछु, पुल हुनेछु, तपाईँहरूको सहयोगी हुनेछु। तपाईँहरूमाथि डन्डा बर्साउने एउटा तानाशाहीको रूपमा म रहन चाहन्न, तर त्यो बाध्यता नगरियोस् भनेर भन्दै मेरो भनाइलाई टुङ्ग्याउन